सक्नुहुन्छ हामीलाई हामीले पुलिससम्मको यात्रामा छन् खरबुजा केराहरू बेच्नको लागि ल्याउन जाँदैछौँ गाडीमा हामी ट्र्याक्टरले कति लोड लिएर आउँदैछ अनि नजिक आयो भने देखाउनेछु गाइस अर्जुन खोलातिर हामी आइपुगेका छौँ पछाडि देख्न सक्नुहुन्छ हाम्रो फुल पछाडि टिप्परी अघिनैदेखि हाम्रो पछाडि लागिरहेको छ बिचरा ठुलो भएर हामीले त्यो अगाडि जाने पाएन हो देख्न सक्नुहुन्छ यो खोलामा हामी कहिले कहिले आउने गर्दा छौँ घुम्नको लागि देख्न सक्नुहुन्छ गाइस यहाँ गाडीहरू आउँदैछन् जाँदैछन् कहिले केही सामान ढुवानी गर्नु परेमा हाम्रो गाडी छ सामान लोड अनलोडको लागि ढुवानी गर्न परेमा सम्झनु होला गाइस We are ready in any time. सक्नुहुन्छ अहिले हामी अघि रहेछौँ त्यो पानी लिएर आउनु भएको छ अङ्कलले हामी यो अर्जुन खोलामा आएका छौँ यस्तो गर्मीमा चिसो झन् राम्रो त होला अहिले पानी किनेका छौँ हामीले गाइस पानी पिउँछौँ जान्छौँ देख्न सक्नुहुन्छ गाइस यो खोला अर्जुन खोला यस्तो गर्मी छ गएर पौडिन मन लागेछ तर केही छैन हामी अब आइपुग्यौँ लगभग हामी आइपुग्यौँ भनौँ गाइस हाम्रो गन्तव्यसम्म अनि खरबुजा केराहरू लगेर जानेछौँ देखाउनेछु कस्तो हुन्छ अहिले कर्णाली सबैभन्दा लामो देख्न सक्नुहुन्छ गाइस ट्र्याक्टरहरूलाई दौडाहरू बोक्दै गइरहेका छन् यहाँ अस्ति कति धेरै खरबुजाहरू राखेका थिए तर अहिले छैन त्यति धेरै अस्ति हामीले यता त्यतै पछाडितिरदेखि लगाएको थियौँ खरबुजा यो खेततिरबाट लगेको हो अनि यो राप्ती फुल योहरू हेर्न सक्नुहुन्छ वा भुइँ पारी पारीसम्म केही देखिन्छ त्यहाँ देख्न सक्नुहुन्छ त्यहाँ बब्बाल छ सानो छ तर राम्रो छ खट्टा अनि यो बबै खोला बबै खोला ए राप्ती नदी होला पक्कै पनि बस्छ राप्ती पुल भने राप्ती खोलै होला मैले त बाबै सोचेको थिएँ उता बाबै आउँछ त्यही भएर हामी आइपुगेका छौँ अब अघि त फेरि जेलाइन सहरबाट सिमेन्ट टिप्परहरू यहाँ जहिले पनि पुरा माटोहरू ढुङ्गाहरू ल्याउन आउँछन् गाइस लोड अनलोडको फेरि त भयो उता पुरै पहाड जस्तो बनाइदिएको छन् धेरै फरसर सक्नुहुन्छ गिट्टी बालुवाहरू बनाउने गाइस यता चाहिँ यसरी गिट्टी बालुवाहरू बन्छ फरसरमा देख्न सक्नुहुन्छ बालुवा अगाडिको गइरहेछ दुईजना माछा मारे नि अङ्कल देख्न सक्नुहुन्छ गाइस त्यहाँ माछा मार्दैछन्
कति धेरै कुरा कमी राख्छु देखिरहेको छ भिडियोमा। चौडरी माछा मार्ने तरिका बाटो के हो अङ्कलले 3 रुपियाँको ए देख्न सक्नुहुन्छ बडमहरू बारी नै बारी छ उही बारीसम्म बडमहरू यो पनि ल्याउन पऱ्यो भने लिम्ला ए ल्याउने हो गाई जो पनि हामीले बेच्ने हो केही किन्न पऱ्यो भने खर्बुजा केराहरू यस्तै फलफुलहरू हामीलाई सम्झनु होला। हामीले बडम ठेक्का गरिसकेका छौँ त्यसैले गाइस चाहियो भने हामीलाई सम्झिहाल्नु होला। अझै त फला छैन सिजनमा गाइस तर खरबुजा पनि अब सिजन जान लागेको गाइस खाने भयो भन्नु होला कन्ट्याक्ट गर्नु होला। गाडी छ गाडीबाट ठाउँ डुल्छौँ हामी तपाईँतिर पनि आउँदैछौँ। डेलिभरी गर्ने व्यवस्था छ होम डेलिभरी देख्न सक्नुहुन्छ यहाँ गर्मीमा नै आएर पौडी खेल्दैछन् गाई हो यो नेपालगञ्ज जाने बाटो पनि हो गाइस। मकैबारी कति धेरै छ ओहो सब खाने भइसकेका छन् मकैबारी तर मकै पनि खानुपर्छ। अङ्कलले बडम लगाएर बडममा सजिलो हुन्छ क्या मलाई बडम त मैले लगाएर 32 जना मान्छे लगाएर अध्यय खुल्न दिएको। हामी अब लगभग खाइसकेका छौँ। यो हाम्रो यात्रामा धेरै नयाँ कुरा देख्यो घुम्ने जस्तो भयो। गाइस देख्न सक्नुहुन्छ अहिले हामी यहाँ खरबुजा ल्याउने ठाउँमा आइसकेका छौँ र अहिले हामी यो ठाउँमा अब कसको खरबुजा त्यो मान्छेलाई गुड्दैछौँ अनि वरिपरिको भ्यूहरू देख्न सक्नुहुन्छ। यहाँ यो फर्सीहरू हेर्न सक्नुहुन्छ पुरै प्याल्लै भएका छन्। पारी छ खरबुजा उहीँ पारी त्यो प्लास्टिक ढाकेको जस्तो थियो अनि एकछिन हामी वेट गर्नेछौँ। यो गाडीदेखि बाहिर अहिले हामी यहाँ त्यसरी पर्खिँदैछौँ। त्यहाँ अङ्कलले खोजिदिँदै हुनुहुन्छ मान्छे यहाँ अङ्कल एकछिन हामी पर्खिनेछौँ यहीँ के कस्तो हुन्छ गाइस। ल अलिपछि भेटौँला फेरि। अहिले खरबुजा लोड गरेर माछ यहाँले दादाले उता राख्दै दादा यता देखाएको छु क्या देखाइदिएको छु यता यति धेरै खरबुजा दादाले यतातिर यो पनि खरबुजा यो चाहिँ खरबुजाको ब्याग यता पुऱ्याउँदै दादाले चाहिँ उठेर राख्दै यतादेखि हाल्नुहुन्छ यहाँदेखि यता जोग्नुहुन्छ जोगिस यता दादाले पुऱ्याउनुहुन्छ दादाले फेरि यता त्यस्तै राख्नुहुन्छ। यति धेरै जोग्दै यस्तरी जोग्दै देखाएको छु। हाई बाबाले त के लेख्नु भएको छ त थाहा छैन बुझेको छैन 19 रे बाबा। ल यहाँले जोगिसकेपछि दादालाई पुऱ्याउने दादाले यस्तरी उठा खनाउने। हामीलाई देख्न सक्नुहुन्छ हामी यहाँ खरबुजा लिन आएका छौँ अनि त्यो सिमेन्ट फ्याक्ट्री अनि यता केराको कति बारीहरू छ धेरै अनि अहिले यसरी हामीले यहाँ खरबुजाहरू लोड गर्दैछौँ अनि सब बोरामा हालिदिँदै जोगिदिँदै हुनुहुन्छ अङ्कल आन्टीहरूले। यस्तो छ गाइस यसरी देख्न सक्नुहुन्छ यहाँको माहौल कति हरियाली छ वरिपरि जताकतै अलिक घाम चर्को लागेको छ सबै राम्रो भइरहेछ। एकछिनपछि भेटौँला गाइस अहिले बाई बाई फेरि सक्नुहुन्छ हामी खरबुजा लोड गर्दैछौँ
यो हो खरबुजाको बारी देख्न सक्नुहुन्छ। घामले कति त्यो भएको छ, अहिले अलि सुकेको छ। अस्तिको खेपमा पो कति राम्रो राम्रो थियो। यो पनि नराम्रो होइन, राम्रो छ मजाको। यो पनि हामीले लोड गर्नेछौँ। गाइस अब फेरि हाम्रो काम सुरु हुनेछ। तपाईँ आउँदै हुनुहुन्छ, पर्खिँदैछौँ हामी। त्यसैले हामी यहाँ खरबुजा टिपेर राखिरहेका छौँ। 800 किलो भएको छ, 1000 किलो पुग्न लाग्छ। अहिले एकछिन बसेर खरबुजा खाइरहेको छु। मुलो रसिलो छ गाइस खरबुजा। हामीले यस्तो टिप्नेछौँ अनि राखेर अब जानेछौँ। एकछिनमा पुग्न लागेको छ, 200 किलो चाहिएको छ गाइस। अहिले खरबुजाहरू लिएर आइसकेका छौँ। अब केरा ल्याउन जाँदैछौँ। यो हाम्रो यात्रामा देख्न सक्नुहुन्छ। गाइस अहिले हामीलाई देख्न सक्नुहुन्छ खरबुजा लिएर आएका छौँ। अहिले यो केराहरू हामीले ट्यापारीबाट सार्दैछौँ। केराहरू यसरी यहाँ जोड्दै ट्याटाएर यसरी यहाँ माथि राख्दैछौँ। पुरा गाडी भरिसकेको छ खरबुजाले। अब यसको माथिबाट हामीले केराहरू पनि लोड गर्नेछौँ गाइस। यस्तै हामीले गरिरहन्छौँ। त्यसैले कहिले केही आवश्यक परेमा हामीलाई सम्झनु होला। सामानहरू ढुवानी गर्न परेमा, केरा यो खरबुजाहरू किन्न परेमा सम्झनु होला गाइस। ल अहिले म फेरि काममा लाग्नेछु। केटापारी पनि देखाउँछु म तपाईँहरूलाई। आज दिउँसो बिहान पख खेलेर राखेको केराहरू यहाँ बोटहरूबाट भाँचेर सबै यसमाथि ढाकेको छ। अब सार्नुपर्छ। बाई बाई गाइस, एकछिन फेरि भेटौँला। गाइस देख्न सक्नुहुन्छ अहिले हामीले सबै अब सकेर यहाँ लोड गरेका छौँ। यता यहाँ हिसाब किताब गर्दै हुनुहुन्छ। गाडीमा देख्न सक्नुहुन्छ अघि तल खरबुजाहरू थियो, अहिले माथि यसरी केराहरू राखेका छौँ। पारी छ। देख्न सक्नुहुन्छ हाम्रो गाडी अब सेकेन्ड ह्यान्ड भए पनि अब जस्तो भने आफ्नो भने आफ्नै हो भन्ने हो। अब हामी एकछिनमा जान्छौँ गाइस। देखिरहेछ त्यो देखियो। हस् अब हामी अब यहाँदेखि जानेछौँ। ल गाइस एकछिन फेरि भेटौँला बाटोमा। हामी अब घरतिर जाँदैछौँ। अहिले हामी यात्रामा छौँ। देख्न सक्नुहुन्छ हामीलाई यहाँ अब अहिले हामी यहाँ राप्ती पुल हुने आएका छौँ। केरा खानुहुन्छ गाइस, तर म दिन्न। यो कस्तो मध्येको केरा आगे पुरै बोटै रातो, केरै रातो, यसको जातै रातो। देख्न सक्नुहुन्छ अहिले हामी अस्ट्रेलियन हो कि के नाम हो, नाम पनि अझ अचम्म। 200 रुपियाँ दर्जन यस्तो छ। अझ बेच्न लाग्ने त्यहाँ औषधि हालेर गराला भन्ने बिर्सेन अहिले। मान्छे हिँड्ने ठाउँ पनि हो। यो अलिअलि खरबुजा लिएर आछौँ खाने भनेर अगाडि। साथ फेरि फाइनल्ली यो पुल पनि अब क्रस भयो गाइस। अब हामी बिस्तारै जान्छौँ हाम्रो यात्रामा। ल फेरि एकछिनपछि भेटौँला गाइस। हामीलाई देख्न सक्नुहुन्छ हामी अहिले यहाँ नास्ता खान लागेका छौँ। यो नवीन अङ्कल एउटा बाहिर छ गाडी। अब हामीले एकछिन यहाँ नास्ता खान्छौँ अनि फेरि आफ्नो बाटोमा लाग्छौँ। अहिलेलाई खाना लागेको छौँ। नास्ता देख्न सक्नुहुन्छ। अब 6:30 हुँदैको एकछिन हाम्रो जाँदैछौँ। बाई बाई। त्यसैले हामीलाई देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो गुडामा अस्तिसम्म कति धेरै यहाँ खरबुजा केराहरू थियो, अहिले खाली भएको छ। अनि यहाँ छन् केराहरू। छैन रहेछ, सब सकिएको रहेछ। अलिअलि बाँच्दैछ। अब हामीले केराहरू सबै हामीले यहाँ लोड गर्नेछौँ। अब एकछिनपछि यो नयाँ बजारको यो ठ्याक्कै यो मुसलमानदेखि अलि यता यहाँ छ गाइस हाम्रो गोडाम चाहिँ। ओके।
देख्न सक्नुहुन्छ हामीलाई अहिले हामी अब घर आइपुगेका छौँ अनि यो गाडी यहाँ छ खरबुजाहरू केटा अघि उता लोड गर्यो अनि अब यो खरबुजाहरूलाई हामी यता लोड गर्नेछौँ हाम्रो घरभित्र लगाइस अब फेरि एकछिनपछि नै अब एकछिन अर्को भिडियोमा भेटौँला आजको लागि यति नै अब लाइक कमेन्टहरू अनि सेयर गरिदिनु होला अहिलेको लागि सबैजनालाई बाई बाई।